निसाद दिएको छ एउटा सानो निसाद दिएको छ श्वेतपत्र हाम्रो त वीरेन्द्र सरकारले दिएको लागु त कसले पास गर्ने अब मिलाउनु त बनाउँदाखेरि नगरपालिकादेखिबाट कसैको अब सराब मात्रै बाँकी छ अब हजुरलाई भएको मौकामा यतिको लागि चाहेको थियो जस्तो चाहे त्यस्तै भएको हामी त सपनामा पनि हजुरलाई सम्झिन्छु विपदमा पनि हजुरलाई सम्झिन्छु हजुरले यति चाहिँ गरिदिनु पर्छ बताएन हेर्नु सपनामा पनि सम्झिन्छु म त यो विषयमा बल्ल थाहा भयो दिदी होइन अब मेरो मन्त्रालयको अन्तर्गत पर्दैन म थाहा नभएको कुरा म तपाईँलाई अब म लाल पूर्जा दिन्छु भनेर म भन्नु मिल्दैन होइन तर मैले चाहिँ भूमि मन्त्रालयसँग चाहिँ कुरा गर्छु के रहेछ भनेर बुझ्नु त पऱ्यो नि त त्यो नबुझिकन तपाईँ यहाँ आएर अब तपाईँलाई चित्त बुझाउनको लागि मैले चाहिँ हुन्छ हुन्छ म दिन्छु भनेर भन्नु त मैले मिल्दैन कि सबै सरकारहरू हजुरले भन्ने बेलामा आउनुहुन्थ्यो अरू बेलामा आउनुहुन्थेन त्यसैले भेट्नु कुन सरकारलाई पाठेर हामीले लाइनमा के छ यहाँ मानव सरकारलाई भेट्ने गइन् जनताले गर्दा हामी बनेको अब आइनको केटीले सिउरामा झर्थ्यो खुट्टा गइहाल्थ्यो बजाउँदै यहाँ यसो